त्यसैगरी लामो समयदेखि थातिरहेको शिक्षा ऐनलाई समयानुकूल संशोधन गरी शिक्षकहरूको आत्मसम्मान मनोबल सम्माननीय सहमुख महोदय, विनियोजन विधेयकमाथिको छलफलको क्रममा विभिन्न 9वटा मन्त्रालयगत कार्यक्रममा केन्द्रित भएर छलफल गरिरहेका छौँ। सम्माननीय सहमुख महोदय, हामी डिजिटल नेपालको कुरा गरिरहेका छौँ, डिजिटल अर्थतन्त्रको कुरा गरिरहेका छौँ। सूचना तथा सञ्चार मन्त्रालयको बजेट 0.28% अर्थात् 593 करोड मात्रैमा सीमित हुनु अलिकति डिजिटल युगसँग मेल खाँदैन कि जस्तो लागिरहेको अवस्था छ। एआई, साइबर सुरक्षा, डेटा अर्थतन्त्र र डिजिटल पूर्वाधार आज आर्थिक प्रतिस्पर्धाका मेरुदण्ड हुन्। यस मन्त्रालयलाई वास्तवमै हामीले डिजिटल इकोनोमी इनेबलर मिनिस्ट्रीको रूपमा चाहिँ पुनर्संरचना गर्नुपर्ने आवश्यकता छ। बजेट कम्तीमा दुब्बर हुनुपर्छ जस्तो लागेको छ। यो सुझाव दिन चाहे मैले। यसै गरी युवा श्रम तथा रोजगार मन्त्रालयको बजेट पनि एकदमै कम छ। यो बजेट नेपालको सबैभन्दा ठुलो जनसाङ्ख्यिक अवसरसँग अलि असन्तुलित हो कि जस्तो लागिरहेको छ। यसमा पनि सरकारको ध्यान आकर्षण गर्न चाहे। युवा शक्ति नै हाम्रो आर्थिक इन्जिन हो, शक्ति हो, तर लगानी न्यून देखिएको छ। युथ टु इन्टरप्राइजमा अलिकति अभियानहरूमा ध्यान दिनुपर्ने आवश्यकता छ। स्टार्टअप फन्ड, स्किल हब र उद्योगसँग जोडिएको तालिम प्रणाली विस्तार गरिनु पर्दछ, ती कार्यक्रममा आओस् भन्ने ध्यान आकर्षण गर्न चाहन्छु। यसै गरी कार्यक्रममा युवा उद्यमशीलता काउन्सिलिङ कार्यक्रम, युवा काउन्सिलिङ कार्यक्रम, देशभक्ति भावना अभिवृद्धिका कार्यक्रम, सदाचार अभिवृद्धि कार्यक्रम होइन, यसै गरी युवा आशा विश्वास अभिवृद्धि कार्यक्रमहरू, अलिकति लक्षित कार्यक्रम, युवासँग सम्बन्धित कार्यक्रमहरू हाम्रा बजेट तथा कार्यक्रममा चाहिँ आओस्। सम्माननीय सहमुख महोदय, यसै गरी कृषि वन तथा वातावरण मन्त्रालयसँग बजेट अब 3 खर्ब वरिपरि 61 अर्ब वरिपरि छ। यो बजेट यति धेरै विनियोजन हुनु पनि सकारात्मक पक्ष छ। यसमा कम्तीमा 8% मात्रै पुँजीगत खर्च हुनु भनेको अलिकति यसले कृषि रूपान्तरणमा केही बाधा व्यवधान पार्छ कि भन्ने जस्तो लागेको छ। थोरै हामीले यो पुँजीगत खर्चलाई पनि बढाउनु पर्ने देखिन्छ। कृषि अझै निर्वाहमुखी अवस्थामा छ। यसकारण फार्म टु इन्डस्ट्री मोडेल लागू गर्दै सिँचाइ, भण्डारण, प्रशोधन र कृषि निर्यातलाई एउटै मूल्य श्रृङ्खलामा जोड्न आवश्यक देखिन्छ। यो बजेट कार्यक्रमले कृषिको औद्योगिकरणको मूल मान्यतालाई बोकेको देखिन्छ। निर्वाहमुखी कृषिबाट साँच्चीकै हामी व्यावसायिक कृषिमा रूपान्तरण गर्ने गरी कार्यक्रम लक्षित भएको यो बजेट तथा कार्यक्रममा अभिव्यक्त भएको छ। कृषि बजारीकरणको लागि सरकारले थप कार्यक्रमहरू पनि तय गर्न आवश्यक देखिन्छ। साना उद्यमीलाई पनि थप प्रोत्साहन गर्नुपर्ने र किसान कार्ड सहुलियत, किसान सुविधा, किसानलाई सामाजिक सुरक्षाका व्यवस्थामा पनि सरकारले ध्यान दियोस् भन्न चाहन्छु। बसे पनि सहर, गाउँकै उत्पादन उपभोग गरौँ, आफू स्वस्थ बनाऊ, गाउँलाई उद्यमी बनाऊ भन्ने अभियानहरू सञ्चालन गर्दाखेरि गाउँका उत्पादनहरूले प्रोत्साहन पाउनेछ। यसै गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा 64% भन्दा बढी चाहिँ रकम पुँजीगत खर्च गर्ने अनुमान गरिएको छ। यो अत्यन्त सकारात्मक कुरा हो। नेपाललाई पर्यटन मार्फत लो कस्ट हाई भ्यालु इकोनोमी बनाउन सकिन्छ भन्ने मान्यता यो बजेटमा देखिन्छ। साँच्चीकै हवाई कनेक्टिभिटी, पर्यटन पूर्वाधार, डिजिटल मार्केटिङ र निजी क्षेत्र सहायतालाई एकीकृत गर्दै नेपाललाई समृद्ध बनाउन यसले भूमिका खेल्न सक्ने देखिन्छ। यसै गरी महिला बालबालिका सामाजिक सुरक्षा मन्त्रालयमा धेरै बजेट छ। हामीले अब डिपेन्डेन्सी मोडेलबाट इम्पावरमेन्ट मोडेलतर्फ हाम्रो इकोनोमीलाई लानुपर्छ। यसतर्फ हाम्रा कार्यक्रमहरू चाहिँ केन्द्रित होस् भन्ने मैले शुभकामना पनि दिन चाहन्छु। यसको लागि अब भत्ता मात्रै होइन, अलिकति सशक्तिकरण, सिप, रोजगारी र उद्यमशीलतालाई जोड्न सक्ने खालका चाहिँ कार्यक्रमहरू यो मन्त्रालयमा आओस् भन्ने सम्बन्धित माननीय मन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु। वास्तवमा अबको आवश्यकता भनेकै यो खर्च गर्ने बजेट
बजेटबाट देशलाई रूपान्तरण गर्ने बजेट बनाउनु नै हो। त्यही ढङ्गले बजेट निर्देशित भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा धेरै नै बजेट विनियोजन भएको छ। तथापि मन्त्रालयगत रूपमा हेर्दाखेरि यो बजेट पुँजीगत खर्चमा 2.97% मात्र छुट्याइएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयमा लगानी हुनु सकारात्मक भए पनि यसको 90% भन्दा बढी चाहिँ अलिकति चालु खर्चमा चाहिँ देखिन्छ। शिक्षाले रोजगारी र उत्पादनलाई प्रत्यक्ष सम्बन्ध बढाउन पुँजीगत खर्च पनि बढाउन अलिकति आवश्यक छ। शिक्षा क्षेत्रको बजेटलाई सिप र नवप्रवर्तन उत्पादन प्रणालीतर्फ रूपान्तरण गर्नुपर्छ। कम्तीमा बिहिँदै 30% पुँजीगत खर्च सुनिश्चित गर्दै यसमा डिजिटल कक्षा, प्रयोगशाला निर्माण, जिल्लाका विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून छन्, अब बस सेवा सहित आवासीय विद्यालयमा परिणत गर्न सिप, संस्कार, उद्यमशील शिक्षाको विकास गर्न पनि आवश्यक छ। यसै गरी लामो समयदेखि थातिरहेको शिक्षा ऐनलाई समयानुकूल संशोधन गरी शिक्षकहरूको आत्मसम्मान, मनोबल